हेलो एभ्रिवन नमस्कार। धेरै पछि मैले एउटा भिडियो अपलोड गर्दैछु र भिडियो चाहिँ एससीमा साइन्स एन्ड टेक्नोलोजी सब्जेक्टमा कसरी राम्रो मार्क्स ल्याउन सकिन्छ, कुन कुन च्याप्टरबाट कस्तो क्वेसनहरू सोध्छ भनेर चाहिँ हुनेछ। र आज चाहिँ हामीले पुरानो पेपरको एनालाइसिसहरू गरेर कुन कुन क्वेसन्सहरू सोध्न सक्छ त्यसको बारेमा चाहिँ म हजुरहरूलाई भन्नेछु। हजुरहरूले यही अनुसार पढ्नुभयो भने चाहिँ एकदमै स्मार्ट वर्क गरेर चाहिँ राम्रो मार्क्स गेन गर्न सक्नुहुन्छ। सो पहिलो चरणमा चाहिँ हजुरहरूले साइन्टिफिक स्टडी च्याप्टरलाई हेर्नुहोस्, जुन चाहिँ एकदमै सजिलो पनि छ, जसबाट चाहिँ कि भने सर्ट कि भने लङ क्वेसन आउँछ नै। यसबाट खासै पढ्नुपर्ने घोक्नुपर्ने कुरा छैन। त्यसपछि आइसिटी च्याप्टर पढ्नुहोस्, जसमा तपाईँले घोक्नै पर्ने कुराहरू छन्। त्यसपछि युनिभर्स च्याप्टर पढ्नुहोस्। यो चाहिँ पढ्नको लागि धेरै टाइम लाग्दैन, 20-25 मिनटमै सकिन्छ एकपटक तपाईँले पढ्नुभएको छ राम्रोसँग भने। र यति गर्नुभयो भने चाहिँ तपाईँले 15 मार्क्स पाउनुहुन्छ। 15 मार्क्स बराबर क्वेसन चाहिँ आउँछ। एन्ड जनरली आइसिटीबाट चाहिँ लङ क्वेसन आउँछ, साइन्टिफिक स्टडीबाट सर्ट क्वेसन, यसबाट पनि सर्ट क्वेसन आउँछ। कहिलेकाहीँ फ्लक्चुएट हुनसक्छ है, एमसिक्युज भेरी सर्ट त छँदैछन्। त्यसपछि दोस्रो चरणमा चाहिँ तपाईँले 5वटा एड्सलाई पढ्नुहोस्। जस्तो पहिला चाहिँ हिट पढ्नुहोस्, यसलाई पनि न्युमेरिकल जुन स्पेसिफिक क्यापासिटी र न्युमेरिकल स्पेसिफिक क्यापासिटीसँग सम्बन्धित क्वेसन्सहरू, न्युमेरिकल क्यु इजिकल टु एमएसटिटी फर्मुला लगाएर जति पनि गर्ने न्युमेरिकलहरू छन् त्यो गर्नुहोस्। त्यसपछि हेरिडिटी पार्ट पढ्नुहोस्। यो च्याप्टरलाई एकदमै प्रायोरिटी दिएर पढ्नुहोस्, किनकि यसबाट एकदमै धेरै मार्क्स सोध्छ। एउटा लङ क्वेसन, सर्ट क्वेसन, भेरी सर्ट, एमसिक्यू सबै आउँछ यो च्याप्टरबाट। त्यसपछि ह्युमन हार्ट चाहिँ 4 नम्बर 100% आउँछ, सजिलो क्वेसन आउँछ। चित्र आउने चान्स पनि हुन्छ यसबाट, त्यही भएर ह्युमन हार्टको चित्रलाई अलिकति फोकस गर्नु होला। त्यसपछि हनीबी एकदमै स्विट सर्ट च्याप्टर, 15 मिनट्सभन्दा धेरै त लाग्दैन एकपटक पढ्नुभएको छ भने। यसबाट 2 मार्क्स आउँछ। त्यसपछि हाइड्रोकार्बनबाट 2 मार्क्स र कहिलेकाहीँ 4 नम्बर पनि आउन सक्छ यदि सम ग्यासेस च्याप्टरबाट चाहिँ हजुरलाई लङ क्वेसन सोधेन भने यो हाइड्रोकार्बन कि केमिकल रियाक्सन पार्टबाट सोध्छ। तर हाइड्रोकार्बनबाट तपाईँले के एम राख्नु भने सर्ट क्वेसनकै एम राख्नु, सजिलो हुन्छ, 15-20 मिनटमै पढेर सकिन्छ। त्यसपछि अब यो फर्स्ट स्टेपमा यो जुन तपाईँहरूले यी 2वटा स्टेप गर्नुभयो भने चाहिँ यु विल स्योरली गेट 35 to 40 मार्क्स। देन अब चाहिँ पास भइयो। अब चाहिँ पास भइसकेपछि के गर्ने त भने सम ग्यासेस पार्ट पढ्ने। यसबाट चाहिँ लङ क्वेसन आउने प्रोबाबिलिटी लगभग 90% हुन्छ र लङ क्वेसन पनि खालि मेथड अफ प्रिपरेसनबाटै आउँछ, त्यो भएर यसबाट राम्रोसँग तयारी गर्नु होला। अनि त्यसपछि सिलेक्टिभ टपिक्सहरू पढ्ने। अब तपाईँहरूसँग एकदम कम टाइम छ भने चाहिँ सिलेक्टिभ टपिक्स पढ्ने, नत्र भने त राम्रोसँग पढ्नुहोस्। ट्रान्सफर्मर टपिक पढ्नुहोस्। यसबाट लुम्बिनीमा पोर्सा लङै क्वेसन आएको छ, यसबाट न्युमेरिकल अलि बढी फोकस गर्नुहोस्। र सर्ट क्वेसन चाहिँ कहिल्यै पनि छुटेको छैन यो च्याप्टरबाट। 30 मिनटमा तपाईँले राम्ररी पढ्नुभएको छ भने सबै कन्सेप्टहरू सकिन्छ। त्यसपछि मोडर्न पिरियोडिक टेबल पढ्नुहोस्। यसबाट चाहिँ सेटमा भएका क्वेसनहरू जतिसक्दो धेरै प्र्याक्टिस गर्नुहोस्। जुन इलेक्ट्रोनिक कन्फिगरेसन 1s² 2s² वाला क्वेसन्सहरू हुन्छ तिनीहरू चाहिँ एकदमै धेरै प्र्याक्टिस गर्नुहोस्। 4 मार्क्स यसबाट पनि छुटेको छैन। त्यसपछि मेटल भन्ने पार्टबाट चाहिँ स्मेल्टिङ, क्याल्सिनेसन, रोस्टिङ र सबभन्दा इम्पोर्टेन्ट चाहिँ इलेक्ट्रो रिफाइनिङ। यस्तो खालको चित्रहरू तपाईँले गराउनु भएको छ होला होइन, यतापट्टि एनोड यतापट्टि क्याथोड, यस्तो खालको चित्र चाहिँ एकदमै धेरै फोकस गर्नु होला। यो पार्टबाट एकदमै धेरै सोधेको क्वेसन त्यही नै हो है। त्यसपछि अब 10 मिनट मात्रै हेरेर पुग्ने च्याप्टरहरू पनि छन्, जस्तो नेचर एन्ड इन्भाइरोमेन्ट च्याप्टर छ। यसबाट चाहिँ लङ क्वेसन चाहिँ सोध्दैन, तर भेरी सर्ट गरेर चाहिँ 4 मार्क्स आउँछ यसबाट। त्यो भएर यो च्याप्टर एकदमै सजिलो छ। त्यहाँ मेडिसिनल प्लान्ट्सहरू छन् होइन, घोटाप्रे, गुर्जो, निम, यिनीहरूको युजेसहरू पढ्नु होला। त्यसपछि केमिकल युज इन डेली लाइफ छ, यसबाट पनि 3 मार्क्स आउँछ। एउटा एमसिक्यू आउँछ अनि एउटा सर्ट क्वेसन आउँछ, सजिलो आउँछ, राम्रोसँग पढ्नु होला। धेरै गरिनुपर्ने जरुरत छैन, थ्योरिटिकल पार्ट हो पुरै। त्यसपछि अब 50 मार्क्स यति गरेपछि पक्का नै हुन्छ। त्यसपछि अब 5औँ चरणमा चाहिँ के गर्नु भने फोर्स, मोसन र प्रेसर च्याप्टरलाई पढ्नुहोस् र फोर्सको चाहिँ सामान्य हिसाबहरू गर्नुहोस्। फ्री फल, वेटलेसनेसको कन्सेप्टहरूलाई पनि हेर्नुहोस्, यिनको डिफ्रेन्स बिट्विन हेर्नुहोस्। अनि प्रेसरमा पास्कल ल, आर्किमिडिज प्रिन्सिपल, ल अफ फ्लोटेसन छ। ल अफ फ्लोटेसन चाहिँ अलिक बढी इम्पोर्टेन्ट छ। फोर्स पार्टबाट न्युमेरिकल आयो भने कहिलेकाहीँ सजिलो आउँछ, कहिलेकाहीँ चाहिँ अलिकति हार्ड आउँछ। र अहिलेको रिसेन्ट ट्रेन्ड हेर्दाखेरि चाहिँ जुन S = UT + हाफ AT², V = + AT, V² = U² + 2AS जुन 9 क्लासमा पढ्नुभयो त्यसमा चाहिँ एकको ठाउँमा जी राखेर गर्ने हिसाबहरू चाहिँ धेरै आएको देखिन्छ। तर यो प्रेसर च्याप्टरबाट चाहिँ 2 मार्क्सभन्दा धेरै सोधेको छैन है। त्यसपछि अब लास्टमा चाहिँ के पढ्नुहोस् भने यो लास्टतिर पढ्ने केमिकल रियाक्सन च्याप्टर पढ्नुहोस्। यसबाट लङ क्वेसन पनि आउन सक्छ, एकदमै सजिलो छ।
2 मार्क्स भन्ने फिक्स नै हो। त्यो भएर यसलाई राम्रोसँग पढ्नुहोस्। यो सजिलो छ, एकदमै सजिलो छ। वेब च्याप्टर मैले लास्टमा राख्नुको कारण चाहिँ धेरै झुक्किन्छ यो च्याप्टर। त्यो भएर वेब च्याप्टरमा चाहिँ लेन्सको डायग्रामहरू एकदमै राम्रोसँग चित्रहरू बनाउनुहोस्। त्यसपछि मायोपिया, हाइपरमेट्रोपिया, लेन्स डायग्राम, टोटल इन्टरनल रिफ्लेक्सन, क्रिटिकल एङ्गल, प्रिज्म डायग्राम छुटाउँदै नछुटाउनुहोस्, किनकि यसैबाट लङ क्वेसन आउँछ। त्यसपछि लास्टमा चाहिँ क्लाइमेट चेन्ज, ग्रिन हाउस इफेक्ट, ओजन लेयर डिफ्लेसन, एसिड रेन तपाईँहरूले आफै पनि मिलाएर लेख्न सक्ने कुराहरू नि। त्यसपछि क्लासिफिकेसनमा क्लासिफाई गर्न मात्रै सिक्नुहोस्। क्लासिफिकेसन च्याप्टरमा चाहिँ क्लासिफाई गर्न मात्रै सिक्नुहोस् र यति पढ्नुभयो भने चाहिँ हजुरहरूले मोर देन इनफ मार्क्स चाहिँ पाउनुहुन्छ। एकदमै सिरियस हुनुहोस्, किनकि अब बिदा कटाएर चाहिँ जम्मा 65 डेज मात्रै छ। त्यो भएर एसईमा चाहिँ यो तरिकाले तपाईँहरूले पढ्नुभयो भने चाहिँ यु विल डेफिनेटली गेट गुड मार्क्स। एन्ड थ्याङ्क यू सो मच फर being with the video. If you are still with the video, then you can do like and you can share with your friends. That may help your friends too. Thank you. Bye bye.